नमस्ते साथीहरू, बालेन र राजा बीच कब्जाको पछि बालेनले राजाको नाममा 7,93,000 को बिल काटिसकेका छन् भने राजा पनि नतिर्ने मोडमा छ। के राजा नतिरेर सुख पाउलान् वा बालेनले जित्लान्? अब के कसरी तिरौलान् त 7,93,000 राजा छ। बालेन आफै मैदानमा उत्रिसकेका छन्। अब तातिसकेको छ बजार। अब भन्नुहोस्, राजाले 7,93,000 तिर्लान् या बालेनले त्यो पैसा कसरी उठाउला? पहिला पनि राजावादीहरूलाई 1 लाख को जरिवाना तिराउँदाखेरि राप्रपाले लगेर 1 लाख रुपियाँ राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साईले लगेर बुझाएका थिए। अहिले 7,93,000 जरिवाना सहित पूर्व राजा निर्मल निवासमा पठाएका थिए। तर त्यहाँका प्रहरीले वा निर्मल निवासले चाहिँ त्यो चिट लिन अस्वीकार गरेसँगै बालेन र राजा बीच अब के होला, कसले जित्ला, कब्जाको सुरु भएको छ है साथीहरू। तपाईँहरूको पनि कमेन्ट गर्नु।